ल केटा हो हामी यहाँ कता कता बिहान बिहान कति बज्यो 7 बजे यहाँ कहाँ पुगिसकेछौँ सबिनले कहाँ हालिरहेको स्कुटर चाहिँ दाइ आउनुहुन्छ हामीलाई पुलबाट तर्नु पर्ने हो यहाँबाट जान्न भने मलाई थाहा थियो कि दाइको हेलमेटमा हेऱ्यो होइन खुक्का स्टिकर दाइको ब्लग चाहिँ मैले अहिले एकछिनलाई ह्यान्डल गर्दैछु अहिले पछि दाइले ह्यान्डल गर्नुहुन्छ है ल अब यहाँबाट चाहिँ खुक्का यहाँ मसँग अहिले मोबाइलको कमी छैन होइन म बेचिदिनु पर्ला जस्तो खालको एकछिन रोकियो सबै नधान्नेला हेऱ्यो यहाँ नयाँ पुल जस्तो नरहेछ कि खुक्का यहाँ चाहिँ खोला खुक्का रहेछ पौडी हाल्न सही हुने रहेछ गहिरो भएको भए हेरेर बिस्तारै गइयो होइन हामी फुल चाहिँ भए हल्लिँदो रहेछ यता फेरि बन्दै रहेछ क्या पुल धरम धरम फाइनली आइयो अब सकिन हुन्छ केटो यो मान्छे त सिङ्गल भएको त आउँछ त आनन्द बाटो र खुक्का अफ रोडिङ है केटा दुईवटा डिओमा आज खुक्का अफ रोड हुँदैछ है स्लिपी रहेछ रोड त पुरै हेऱ्यो केटा कस्तो छ बाटो यो मान्छेलाई गाइड नगराउने हामीहरू अगाडि नै जान्छ घाम लागिसकेछ केटा गिरेको स्कुटर काजु ल्याउन काजु ल्याउन औडा बाटो त उयो दुईजना रहेछन् एकजना भएको भए एउटालाई हुन्थ्यो तान्दैन र टिन्छ ल हामी दाइहरू भेटिसक्नु भएको हामीसँग हिँडेर जाँदा नि त्यही झरिन्छ होइन बस्नु बाबा बस्नुहुन्छ तपाईँ नि बस्नु जहाँ चाहँदैन त्यही झरी हुन्छ कि गिटार चाहिँ मैले पाइसकेँ होइन केटा बस्नु न बस्नु 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 जाउँ त रफ्तार गरेर जाउँ त अहिले हावा ठिक छ अहिले अलिक कम भयो अलिक कता के भएको यार पम्प हाल्नु पऱ्यो पम्प हाल्नु पऱ्यो ठाउँ चाहिँ खुक्का दाइ चाहिँ पछाडि ओहो यहाँ त लिची हन्टिङ भन्दा सही हुँदो रहेछ म त बाटो फेरि मिस्टेक भएछ क्या भन्नु जस्तो लागिरहेको
स्कुटर त खोक्का स्लिप भइरहेको पछाडि टायर होइन नाच्दिएको है बाटो गराउनु लाएर सिकाएको नाचेको हो खोक्का स्लिप भइरह अब यसमा डट टायर हालिदिनु पऱ्यो क्या पानी आइदिनु रुखहरू अख्खा देखिँदो रहेछ क्या के हुन्छ कि स्कुटर फेरि यार म हिँडिरहेको रम्दै केटाहरू रम्दै टाढा त नभएपछि यार हजुर टाढा त नभएपछि कता गएछ तलै हो क्या ल बाटो हराइसक्यो कल हान्नु पनि सकिनु खोज्नु मैसँग कुन चाहिँ के चाहिँ यो साउने चाहिँ जस्तो लगाएर हामी यतैतिर हिँडिरहेको छौँ तर हो कि होइन हामीलाई थाहा छैन हाम्रो उताबाट आएको थियो दाइको बाइक बेच्छु यतै त्यो चाहिँ हो कि हान्नु ल हामी झक्खर फोटो खिचेर फेरि कन्टिन्यू भइसक्यो ठाउँ खुक्का भएर तपाईँ पनि आउनु होला यो बाटो चाहिँ यहीँ तपाईँहरूले देखिसक्नु भयो होला ऊ बुवा नि आउनुभएछ सबिनाको बुवा रहेछ ओहो ओहो त्यही डर लाग्छ कि गोडामा चलाउनु बाइक ढुक्क लाग्छ होइन बानी नभएर गोडामा त्यही डर लाग्छ कि तिनसरी जान्छ जस्तो लाग्छ कि हामी आइसक्यो ल अब दाइको ब्लग दाइ आफै कन्टिन्यू गर्नुहुन्छ भन्ने आशा गर्दछु को यो हिजो खै काजु ल्याउनु त आइदियो छैन कि मसित त्यस्तो त्यसै छैन रे यो मान्छे गाइड बन्यो भने चाहिँ यस्तै हुन्छ लाइफ है के हो र अगाडि जानुपर्छ फेरि फर्किनुपर्छ उसको लाइफमा अगाडि उता चढ जेन्सु भयो उता चढाप भइरहेको छ कि आउँछन् हिँडेरै कतिवटा स्कुटरमा जान्दैन कतिवटा जान्ला भन्नु गाडी हिँड्न भन्दा त बरु हाइलाइट मान्छे ब्लगको खुसी भयो होला त्यस्तै अन्त अझै हाइलाइट हेर्नु हेरि जुत्ता लाएर चाहिँ कहाँ खै चप्पल फोहोर भएको चप्पल फोहोर भएको थियो अरे धुन सक्दैनौ पाइन्छ नि खोज्ने हेर खै त नि जसको च्यानल हो त्यो मान्छे अगाडि हिँडेको नि त म किताबले बिर्सिराखेँ टाउको त टाउकै जोडेको हो फेरि
यता तिजु भन्ने पाइन्छ तपाईँले थाहा होला है तिजु हल्लुकले तिजु भन्छ यो मान्छेले आफ्नै नाम निकालिदिने क्या तिजु हजुर सन्तोष बुवा यहाँ पाटनसम्म आइपुग्नु भयो अरे लिएर आउनु पर्यो क्या सन्तोषमा उहाँलाई पुरा थाल्यो भने त ढिलो हुन्छ त ल आइपुग्यो के स्कुटर लिएर जान्छौ के सही लाग्छ बाइकै लान्छु स्कुटर त गाह्रो लाग्छ बाइक ठिक हुन्छ ठिक छ बाटो हेलमेट चाहिँ दिइदिनु नानी बिस्तारै है नम्बर छ क्यारेको नम्बर छैन नि यस्तो गर्नु न मैले भन्दैछु कपिल भाइ आउँदैछ भनेर तिमी नम्बर राखिहाल ए मेरो फोन दिएछ सो गाइज म चाहिँ बुवालाई लिन जाँदैछु है बुवा चाहिँ आउँदै हुनुहुन्छ सो अब हामी चाहिँ पछि भेट्नेछौँ अनि भाइले चाहिँ ब्लग सुरु गरेको थिएँ हामी चाहिँ सानो प्रोग्रामको लागि यहाँ आएको थियौँ सङ्गतिको लागि सो म चाहिँ बुवालाई लिएर आउँछु बाँकी भिडियो पछि हेरौँला डाँडामा खै उहाँ देखेको नि छ होला हालेलुया होसना मेरो जीवनको चाहना हालेलुया होसना वर्तमान मेरो यीशुको हातमा भविष्य पनि उनीको साथमा वर्तमान मेरो यीशुको हातमा भविष्य पनि तपाईको साथमा आनन्द छु शान्तिमा छु प्रभुहरूको प्रभुमा आनन्दित छु शान्तिमा छु प्रभुहरूका प्रभुमा महान प्रभुलाई महिमा